यो मेरो घर हो होइन, यो मेरो घर जन्मेको घर भन्नु न। म यहाँ पोस्टेसम्म यही स्कुलबाट जान्थेँ, यही स्कुलबाट होइन यही घरबाट। घरबाट म स्कुल जान्थेँ होइन। अँ, मेरो घर, मेरो यहाँनिर एउटा रुख थियो, यस्तो रुख थियो कि जब त्यो मौसमी जस्तो टाइपको यस्तो गुलियो हुन्थ्यो। यो आँप हो, अमिला छ यहाँ, त्यो मैले लगाएको ताते ओखर। यहाँ हाम्रो तिमीले त्यो भन्छौ नि त्यो शीतलचिनीको बोटहरू यहाँ थियो। तर मैले त्यतिखेर यहाँ ऊ हुन थाल्यो भनेर मैले काटेर फालिदिएँ कि सबै बोटहरू एउटैमा झाङ्गियो भनेर काटेर फालिदिएको। तल पनि थियो, तल पनि फालिदिएछु। अनि यहाँ पनि यो अमिलाहरू मैले रोपेको हो। नानीलाई सोध होइन, यो अमिला त फल्न थालिसकेको छ। अनि यहाँ काँक्री बोटहरू रोपेर गएको थिएँ, आज ठुलो भएछ। हाम्रो नानीले त्यहाँ माथि घाँस काट्न लाग्नु भएको। उता घाँस काटेका छन् होइन। यहाँ मकै छरेर फेरि उम्रेको छैन अहिले। अब यो मकै फल्छ, फल्छपछि चाहिँ अनि के हुन्छ भने के हुन्छ अनि चाहिँ के हुन्छ? खाने हो होइन। खाने हो। अनि पछि त्यहाँदेखि मकै फाल्छ अनि धान रोप्छ हो है। होइन म तल बिस्तारै झरेँ, पुरा बिरालो आफ्नो घरमा आउँदा कस्तो महसुस भइरहेको थियो जन्मेको? म त एकदम हर्षोल्लासमय भएको छ मेरो घरमा आउँदाखेरि। किनभने म जन्मेको यता हेरेर भन्नु न, मतिर हेरेर, क्यामेरातिर हेरेर। जन्मेको घर होइन, म जन्मेको ठाउँ। म धेरै वर्षपछि आएछु यो ठाउँमा होइन। ठिक छ, अब मलाई एकदम म त अब मान्छेले भन्छन् विकट छ यो ऊ, तर आफू जन्मेको माटो चाहिँ जस्तो सुकै विकट भए पनि जे भए पनि एउटा हुन्छ नि खुसी हुँदो रहेछ। त्यो अर्कै किसिमको फिल हुँदो रहेछ होइन। त्यो मलाई थाहा छ। आफू जन्मेको ठाउँ, आफू जन्मथलो भनेपछि त्यो एकदम पुरा त्यो हुँदो रहेछ क्या, अर्कै किसिमको एकदम इमोसनल टाइपको हुँदो रहेछ। इमोसनल टाइपको हुँदो रहेछ होइन। त्यहाँ मेरो टङ स्लिप भयो होला हल्का म त्यही भन्नु लागेको थिएँ। अनि त्यो भइसकेपछि म यहाँ अब इल्नानले माथि यता रुख चढेर घाँस काटिरहेछन्। इल्नान यहाँ त लड्ला है फेरि, त्यस्तो छ।